किन गरिबहरू सधैँ पैसा कमाउन मात्र सोच्छन् तर धनीहरू पैसा चलाउन सिक्छन्? रिच ड्याड पुअर ड्याड किताबले भन्छ, गरिब मानिस काम गर्छ पैसा कमाउन, तर धनी मानिस पैसा चलाउँछ पैसा कमाउन। फरक कहाँ छ भने सोचमा। धनी बुवाले सिकाए, पैसाका लागि होइन, पैसालाई तिम्रो लागि काम गरौ। यो सोचले हजारौं मानिसको जीवन बदलेको छ। तपाईँ पनि धनी बन्न सक्नुहुन्छ यदि सोच परिवर्तन गर्नुभयो भने। यदि तपाईँ पनि धनी सोच राख्न तयार हुनुहुन्छ, रिच ड्याड पुअर ड्याड सम्पूर्ण बुक समरी यसै युट्युब च्यानल मार्फत हेर्न सक्नुहुन्छ। साथै त्यसको लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछौँ। हामीले यस पुस्तकलाई च्याप्टर वाइज कुरा गरेका छौँ। पहिलो, धनीहरू पैसाका लागि काम गर्दैनन्। दोस्रो, वित्तीय शिक्षा किन सिकाउनु पर्छ। पाँचौं, धनीहरूले पैसा सिर्जना गर्छन्। छैटौं, पैसा कमाउन होइन, सिक्न काम गर। सातौं, बाधाहरूलाई जित्ने कला, सुरुवात कसरी गर्ने। अन्त्यमा धनी बन्न सुरु गर्ने 10 नियमहरू राखेका छौँ।